वेलकम टु माई भ्लग। सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि एकदम सन्चै आरामै छु। अनि तपाईँहरू माझमा म धेरै समयपछि आइसकेको छु है। नराम्रो नमान्नु होला, किनकि म केही कारणले आउन पाएको थिएन भन्न चाहन्छु। अनि सबैजना सन्चै हुनुहुन्छ। अनि हामी अब के बनाऊँ, अब यस्तै त हो, यता हिँड्ने उता हुने, भ्लग बनाउने फुर्सदै हुन्न। अनि त्यही भएर आज चाहिँ यसो बनाऊँ न, आज फुर्सद छ, त्यही भएर बनाऊँ न भनेर आएको। सानी हाई गरिदेऊ। हाई, सन्चै हुनुहुन्छ भन न। सन्चै हुनुहुन्छ सबैजना। नमस्ते, मेरो नाम छिट्छ अति। यो फेरि यस्तै छ क्या, अलि धेरै बोल्छ। अनि अब हामी चाहिँ हामी दिदीको बिना चाहिँ सिरियस अलि हस्पिटलमा हुनुहुन्छ कि, बिरामी हुनुहुन्छ, ज्वरो आएको छ अरे। अनि त्यही भएर ज्वरो आएको छ, टन्सिल भएर बिरामी हुनुहुन्छ कि अलिकति। अनि त्यही भएर हस्पिटलमा हुनुहुन्छ। अनि दिदी हिजोबाट उतै हुनुहुन्छ कि, अनि त्यही भएर चाहिँ हामी चार्जर छोड्न आएको थियौँ। अनि अब चार्जर छाड्यौँ। दिदीको मामा घर चाहिँ त्यहाँ छ कि, अनि त्यहाँ बिनाजुको मामा घर हो। अनि त्यसपछि त्यहाँ चार्जर छोडेर चाहिँ हामी आइसकेको छौँ। अनि अब फेरि फोन गरेर के भने दाइको चार्जर पनि थियो, ल्याइदिन्थ्यो कि भनेर भने। अब हामी फर्किसक्यौँ भन्यौँ, ए भयो पर्दैन भने, हे धन्न फेरि आउनुपर्छ कि भन्ने। अनि गर्मी यस्तो छ हेर्नु साथीहरू, यो बर्दियाको गर्मी मार्छ, मलाई मार्छ। सानी गर्मी छ कि नै? त्यस्तो गर्मी लाएन अरे, मलाई त लाग्छ साथीहरू। मेरो चाहिँ आजभोलिको बसाइ चाहिँ यो बर्दियामा रहेको छ है। सुन्दर छ कि बर्दिया, सुन्दर छ, हेर्नुहोस् न। वाह, नाइस, ब्युटिफुल। अनि त्यो चाहिँ ओम शान्ति हो है, त्यो। अनि बर्दिया चाहिँ मेरो मामा घर हो क्या। अनि बस्नु त म उता गुलरिया साइडतिर बस्छु, तर म कहिले यता कहिले उता हिँडिरहेको हुन्छु, अब यस्तै हो। अनि त्यसपछि अब गएर यो गर्मीको मौसममा, यो गर्मीमा कस्तो गर्मी हो कि यो ठाउँ, आमा यस्तो गर्मी छ हेर्नुहोस् साथीहरू, यस्तो गर्मी छ कि म त के भनौँ, म बयान गर्न सक्दैन। मुख धोए पनि त्यति पानी रहन्न होला, तर पसिना आएर त्यति पानी हुन्छ मुखमा, जस्तै गर्मी हुन्छ हेर्नुहोस्। अनि तपाईँहरूको ठाउँतिर कस्तो छ त्यो पनि भन्नुहोस् है। हाम्रोतिर चाहिँ एकदमै गर्मी छ। हामी अब यस्तै गर्दै बसिरहेछौँ, हिँडिरहेछौँ, कतिखेर पुगौँला, फेनमा गएर बसौँला भन्ने छ। यहाँ त हेर्नु साथै एकछिन बत्ती गयो भने पनि सकिन्न कि, गर्मीले मार्छ, यस्तै गर्मी हुन्छ नि त। अनि त्यही भएर कति कराउँछ। अनि के साथीहरू, म चाहिँ तपाईँलाई एउटा कुरा देखाउँछु है तपाईँहरूलाई। पहिला के पहिला हामी अलि सानो, मतलब त्यति शान्त होइन है, तर जे होस् दिदी म अनि यो के, अब यो त अलि बच्चै थिएँ। अनि दिदी र म चाहिँ के यो बाटो छ नि, यो बाटोमा पर बाटो के स्कुटी वाला थियो क्या हाम्रो, त्यो त्यतिखेर चार्जरवाला थियो नि। अनि त्यो सजिलो हुन्छ कि चार्जरवाला स्कुटी। अनि हामी चलाउँथ्यौँ, ल्याइदिन्थ्यौँ क्या हामी रोडमा। पहिला चाहिँ पछाडि बसाल्थ्यौँ, अनि कहिले कसो। अनि त्यसपछि हामी चाहिँ ल्याएर आउँथ्यौँ है परबाट। अनि यहाँसम्म ल्याउँथ्यौँ कि, यहाँसम्म ल्याउने हाम्रो टार्गेट हुन्थ्यो ठ्याक्क त्यहाँ, त्यो टाइप त्योसम्म। अनि ल्याउँदाखेरि के साथी, त्यो मोड्न नआउने है, त्यतिखेर मोड्न नआउने, घुमाउन नआउने कि। अनि घुमाउन नआएर बसेको मान्छे झरेर घुमाएर, अनि फेरि घुमाएर फेरि त्यहाँ लाने कि, यस्तो रमाइलो गरिन्थ्यो है त्यतिखेर। जे होस् चलाइन्थ्यो, तर त्यो चार्जरवाला चाहिँ अलिक सजिलै हुन्छ कि, चलाउनु सकिन्छ। तर अर्कोवाला स्कुटी त खै एकचोटि ट्राई गरेको, सायद सकिन्न होला, अलिक गाह्रो हुन्छ होला, अलिअलि त चलाइन्छ। तर यो अटो पाएछ मैले चलाइदिन्छु होला, मलाई त्यस्तै लाग्छ। कस्तो लाग्छ तँलाई? लाग्ने हो त्यही त के चलाउँछु होला मैले, होइन बरु स्कुटी सक्दिनँ, त्यो बाइक चाहिँ सक्छु होला जस्तो लाग्छ कि, त्यत्तिको कन्फिडेन्स छ ममा। अनि गर्दा यस्तै हेर्नुहोस्, त्यही गरिन्थ्यो कि, एकदमै रमाइलो गरिन्थ्यो। अनि यो होटल थियो कि, यसमा चाहिँ यस्तो नास्ता खाइन्थ्यो, चाउमिन खाइन्थ्यो, खुब खाइन्थ्यो चाउमिन। अब यस्तै हो। अनि यो बाटो हाम्रो कति रमाइलो हुन्थ्यो कि यहाँनिर। अनि नगरपालिका थियो, त्यहाँनिर पनि नास्ता खाना त्यो खुवाउने कार्यक्रम हुन्थ्यो, आइन्थ्यो है, यस्तो रमाइलो गरिन्थ्यो। सेम त्यस्तै रेटमा। अनि यस्तै छ, गर्मीले मर्छ। हाम्रो फर्स्ट पोइन्ट स्कुटीको त्यहाँ हुन्थ्यो,
लास्ट पनि त्यहीँ मैले तपाईँलाई देखाएँ नि अघि त्यहीँ हुनुहुन्थ्यो अनि आइन्थ्यो है बोलिन्थ्यो अनि यो चाहिँ हाम्रो दिदी पढेको स्कुल हो म पनि आउँथेँ कि पहिला है अनि म चाहिँ कस्तो फ्यान्सी दसैँ तिहारमा आउने धेरै जस्तो दसैँ तिहारमा आएरै बस्नुहुन्थ्यो नि त अनि त्यसपछि दसैँ तिहारमा आइन्थ्यो अनि दिदीको स्कुल चाहिँ लाग्ने क्या दसैँ पछि लाग्थ्यो अनि के भन्नु है म त आउँथेँ स्कुलमै आउने अनि दिदीको क्लासमा चाहिँ मलाई लग्थेन दिदीले चाहिँ लग्थिने मतलब सरले दिन्थेन नि है अब के हुन्थ्यो अनि दिदीले लग्थिने मैले चाहिँ 8मा दिदी 10मा गर्दा म 8मा 9मा खतमा पढ्थेँ कि अनि 9मा पढ्थेँ अनि म चाहिँ 9 क्लासमा गएर बस्थेँ अनि 9मा गएर बस्थेँ मलाई चाहिँ चिनेको अरूहरू पनि थिएँ अनि तिनीहरूसँग गएर बस्थेँ म फेरि त्यस्तो गरिन्थेँ बहुत रमाइलो हुन्थ्यो यो स्कुलहरूमा यो स्कुलमा क्या यो स्कुलमा आएको म तपाईँलाई अगाडिबाट पनि देखाउँछु है अनि आइन्थ्यो त्यसपछि हाम्रो पुलिस टप पोइन्ट के मतलब फर्स्ट पोइन्ट यहाँबाट चलाउँथ्यौँ कि हामीले कस्तो रमाइलो गर्थ्यौँ गएँ साथीहरू 3 दिन त गएँ आजभोलि त दिदी कता म कता यो कता त्योसँग बरु आजभोलि अघि भएको छ अनि ऊ थियो कि स्कुलको नाम चाहिँ ऊ थियो यो साथीहरू पहिला के चटपटे खान जस्तो मन लाग्ने है अनि चटपटे खाँदाखेरि चाहिँ हामीहरू उयो ठेला नि उयो ठेलामा चटपटे खान्थ्यौँ कि चटपटे खान्थ्यौँ कि हामी त्यो ठेलामा योमा आजभोलि त राख्नुहुन्न क्या पहिला चाहिँ त्यसमा चटपटे खाइन्थ्यो अनि चटपटे खान्थ्यौँ अनि त्यसपछि यहाँ आउँथ्यौँ क्या टिकटक भिडियो बनाउन जस्तो मोबाइल भयो नि हुन्थ्यो जस्तो मोबाइल भए पनि हुन्थ्यो हामीलाई टिकटक बनाउन एउटा मोबाइल चाहियो बनाइन्थ्यो त्यहीँ आयो बनायो अनि कस्तो रमाइलो हुन्थ्यो जस अनि त्यसपछि अब यो मामा घर जाने बाटो यही हो क्या अनि कस्तो गर्मी हो क्या आमा सकिन्न के यहाँ त अनि तपाईँलाई त साथी कति भनौँ यहाँको मेमोरिज त अहिले खिलिन्थ्यो कम रमाइलो गरिन्थ्यो अस्ति म आधा भ्लग बनाउँदै थिएँ यति बिजी भयो कि भ्लगै हाल्न पाएन सरी त्यसको लागि माग्नु है हामीहरू अब घुम्न निस्केको छ हाई गर साथीहरू हाई गर भाइ अनि त्यो चाहिँ अलि लाज मान्छ कि होइन साथी त्यही भएर अनुहार चाहिँ देखाउनु हामी चाहिँ यत्तिकै डुल्न हिँड्यो कति बस्नु भनेर डुल्न हिँडेको साथीहरू अनि मामा घरमा त्यति गऱ्यौँ त्यति भनी रमाइलो गर्थ्यो अनि अब आज फेरि आइसकेको छु हजुरहरूको अगाडि भिडियो ल्याएर मलाई टाइम नै भएन अनि त्यही भएर अब यस्तैसम्म अलि बिजी नै छु अब चाहिँ सकेसम्म भ्लग ल्याउने कोसिस गर्छु आजबाट त्यही पनि हजुरहरूको माझमा म रातिमा आएको छु हाम्रो भाइको हाँसो देखाऊँ बाबु दे त छि नाटक गऱ्यो कस्तो खतरा हाँसो भाइ यो त तपाईँले देख्नु नै भएन अनि यतिकै रमाइलो गर्दै हिँडिरहँ होइन काम पाउँदो हुँदो रहेछ हेर्नु साथीहरू केही काम पाउनुहुन्न खालि त्यही आई लभ जर्सी कसले कुन दिन आई लभ नाम राख्दैछ त्यही जर्सी लगाएर हिँडेको हिँडेको फुटबलर भन्नुभयो हेलो तपाईँ केसको फ्यान हो अरे केसको फ्यान हो बोल्न पनि भएको खान्छ बोल्न पनि मन लाग्दैन तीहरू फाइनल्ली अब हामी घुम्यौँ होइन यस्तो डुल्यौँ ल्यापटप भागिन है भनेर सोध्न गएको थियौँ कि त्यहाँ मतलब ल्यापटप सोध्नु थियो अनि त्यही सोध्न गएको कस्तो ढिलो गरे भनेर बनाइदिएछ होइन बनाइदिन्छु भोलि आउनु भनेको थियो जान लाग्छौँ लेट सी अब जाँदैछौँ अब गएर खाना बनाउनु छ खाना बनाएको छैन अब अहिले बनाएर त खाइहाल्नु पनि अब नास्ता खाएँ के खाएँ बनाउनु पर्दैन होला रोटी छ अघि नै दिउँसो नास्ता बनाएर त्यही होला अनि यस्तै जिन्दगी आइ गरिदेऊ सानी